ओ माई गड ठोक्यो यहाँनिर। आज चाहिँ मलाई भन्नुभयो सारेर लगिदिनु पऱ्यो भनेर यो लाउँदैछु क्या मैले योमा यो कार्टुनमा। यहाँ दाइको घरमा चाहिँ 2-4 दिन भएको रहेछ यो माउरी आएर बसेको यसरी। मलाई चाहिँ थाहा थिएन क्या, बाहिरै आएर बसिरहेको रहेछ। यहाँ बाहिरतिर भएको चाहिँ लगभग भित्र भएको चाहिँ सबै लाएँ होइन, सक्नुहुन्छ यति रहेछ अलिकति। यहाँ बाहिर बन्थ्यो क्या, त्यो बाहिरकोलाई चाहिँ उडाएर भने यहाँ पसोस् भनेर पर्खिरहेको छु। बाहिरको पनि सकियो नि सबै, यहाँ अलिकति यति छ। एबु चाहिँ भागेर नाङ्गै भएर कुदिदिन्थ्यो त। के गरेको दादा नाङ्गै भएर किन कुदेको दादा? बोलेर नि हो। दाइहरूकोमा घरमा आएको रहेछ अनि दाइले मलाई भनेर मैले सार्नको लागि लाँदैछु घर दुरमा राखिदिनु पर्यो भनेर। यो चाहिँ मैले यसमा सार्दैछु अहिले। हेर्नु न कति मजाले सरेको छ, छ्याप्प सर्यो है। अलिअलि बाँकी यहाँ कार्टुन बस्छ कि उडाइदिनु पर्छ, सबै बस्छ ल, सबै उडाइदिनु। यसलाई चाहिँ उडा नानीहरू, उडा लेट्स गो ल, लेट्स गो। अब चाहिँ सबै उडाइदिएँ क्या मैले। अब भएको चाहिँ छ्याप्प यहाँनिर यो राना यहीँ छ नि त यसको, यो रानासँगै बसेर बस्छ क्या अब यहाँनिर चाहिँ। यो पनि खाली बनाइदिएँ मैले। मरेन ला, एउटा मरेछ। मोक्ष मिलोस् तिम्रो आत्माले। यता सेट यता पनि एउटा मरेछ यार, मोक्ष मिलोस् है। हेर्न सक्नुहुन्छ अब चाहिँ लगभग अन्तिम पोका यहाँ पनि बेस भएछ एउटा। यहाँ चाहिँ यता पनि मर्दै रहेछ, एउटा मर्यो होला छ। कति मजाले सरेको छ यो पोका। यो ठ्याक्कै यहाँ थियो क्या, सरेर अझै यहाँ पनि रहेछ। यस्तो राम्रो त बनाउनु आउँदैन होइन, त्यही पनि काम चलाउ भयो नि बनाइदिएको छु। राखिदिएको छु, निस्किनु चाहिँ थालेको छैन। यो बाहिरभित्र गर्ने दुलो बनाइदिएको छ दुइटा। आज चाहिँ यो नौरी खुदो कतिको लगाएको छ त, राना ठ्याक्कै हुर्काउँदो रहेछ। चाहिँ रानै हो पक्का। यहाँ अर्को ढिलो आँटेको रहेछ। यसलाई चाहिँ काटेर लगिदिनु पर्ने छ। हेरौँ कतिको कुदो रहेछ। हेर्दाखेरि चाहिँ बाना राम्रै छ, लगभग होला। हातले छलेर के देखिन्छ अब खोइ।
थाल पो थाप्नु पर्थ्यो कि ल उताबाट हाल्नुपर्छ साडिँदैछ है देखाएको क्या उहरू भाँचेर फ्याँकिदिने अनि चाहिँ बस्छ यतिकै खोइ वारीदेखि पारी देखिन्छ बिचमा म बेरा ला बच्चा मात्रै छ क्या बच्चा र कुद मात्रै यस्तै छ यी हेर्नु न अलिअलि मात्रै कस्तो लुगाभित्र पसेको ए अब 2-3 पाना मात्रै छ त्यसमा ला भक्की भक झर है पोकै यिनीहरू रिसाएको थाहा हुन्छ नि अब हो रिसाउनु थालेपछि कस्तो गन्धबाट थाहा भयो ए हो खसी गनाउनु थाल्छ घरमा पनि कति हुर्काइसक्यो नि अब छुटेर हिँड्छन् कहिले गएर हेर्नु म थपै चुहेन तल म भए कति चुन् मलाई पो चुल्छ होला रासँदैछन् म चाहिँ 1 गाँस 2 गाँस चाहिँ साख्नु पाएँ कति साह्रो चिलेको म नहुँदा त चिल्छ थोरै चिलिसकेन है गालामै आएर चिल्यो फेरि अझै 2 पाना या कति साह्रो हो अनि गाडी सक्यो सरसफाइ पनि गरिदिएँ अब यसलाई जमिनु पर्छ नि त जमिनु पऱ्यो भित्र बस्नु पऱ्यो त्यही भएर खुल्लै छोडिदिएको छु तर म चाहिँ छैन रहेछ ल अब जम्मा जम्मी यति मात्रै निस्क्यो तर खुदो चाहिँ निकै कम छ बच्चा बढी छ तर खायो भने त बच्चै पनि दबाई हो हुन चाहिँ बाहिरको दुध लाग्दैन झन् मै